लेखक युवराज भण्डारीको तेस्रो कृति आफन्त र आँसु उपन्यासको विमोचन गरिएको छ। प्युठानको 9 बहिनी गाउँपालिका 8 मा 2048 साल माघ 10 गते जन्मिएर हाल लमही नगरपालिका 6 देउखुरी दाङमा बस्दै आउनुभएका भण्डारीको तेस्रो कृति राप्ती गाउँपालिका 3 मसुरियामा एक समारोहका बीच विमोचन गरिएको हो। कृतिको विमोचन वरिष्ठ साहित्यकार राधा न्यौपानेले गर्नुभयो। ब्रेकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजना एवं देउखुरी साहित्य तथा सांस्कृतिक मंच दाङको समायोजनमा कृतिको विमोचन गरिएको हो। कृतिको समीक्षा डाक्टर मोना केसी र जीवराज शर्माले गर्नुभएको थियो। संस्थाका अध्यक्ष मेनुका देवी रेग्मीको अध्यक्षता एवं वरिष्ठ साहित्यकार राधा न्यौपानेको प्रमुख आतिथ्यतामा भएको समारोहमा देउखुरी साहित्य तथा सांस्कृतिक मंच दाङका अध्यक्ष निमबहादुर थापा, लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङका अध्यक्ष सुरेश कुमार पाण्डे, थारू भाषा साहित्य संस्कृति प्रतिष्ठान दाङका अध्यक्ष छविलाल कोपिला, नागरिक समाज दाङका सदस्य दामोदर भण्डारी, ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विक्रान्त गेवाली, झिल्का साहित्य समाजका अध्यक्ष अनुभव, ब्रेकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष हिमाली न्यौपाने, साहित्यकार कपिल किशोर घिमिरे, साहित्यकार शेषमणि घिमिरे, सहकारी संस्थाका सल्लाहकार किरण भण्डारी, संस्थाका दया भण्डारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। युवराज भण्डारीले 2065 मा ओर्लदो भेल कविता संग्रह, 2071 मा धरती आकाश गजल संग्रह प्रकाशन गरिसक्नु भएको छ।